वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। गणेश कसरी भन्दाखेरि यो पितृलाई खुवाएर भइहाल्यो, यो नागराज बाबालाई भने सम्हालियो। अब तपाईँले चिजको लेखेर राख्यो। हो त्यो पितृको यो काम यो होइन पितृको ल। अब त सम्झौताको राख्नु म त कसरी नानीहरूलाई
वस्त्र त चढाइदिनु त्यही पनि छोड्नुहोस् त त्यही दुनो छन् कलर सेम हुन्छ मिठो पढ्नु समासेर मैले त्यसो त्यो घरमा माथि मान्यता छ त्यो सारा सता सतदी त्यो दुनो भाग पठाइदिनु त्यो मूल कलसमा राख्नुहोस् लाउनुहोस् भन्छ कसैको राम्रो छेउको लास्ट पैसा राख्नु चार बेला होइन मलाई त छुट्याएर दिएको थियो अर्कोमा सामवेदीको बजार हाम्रो ल्यावलीजीको र उहाँको चाहिँ लास्टमा अथर्वेदीको बजार एउटा उहाँ अनि न्याउलीजीको सटेको अनि त्यहाँ गड्डा थियो अनि त्यो खाल्डामा चाहिँ पुरपार गरेर तोरणमा मातृगण देवताको मातृगण 1914 मा भोरलोका देवताहरू भोरलोक मरलोक जनलोक तल्लोक देवताहरूको पूजा महेश्वरलाई जनेलाई दक्षिणा कभर बर्मा विष्णु महेश्वर मानला सेतरा होला त्यहाँ फुलहरू राखिदिनु आग्रा सर्वदेवानम धुपम प्रतिदिन धुपम आग्रा प्रत्यक्ष धुपम दर्शन बर्मा विश्व महेश्वर जयवे साम दर्शन तारा विद्याता धुपम दर्शन बाजनालाई दिनु ओ यहाँ माथि अडेर पैसा साट्यो भने 100 बागमै मर्दै नमस्ते सरस्वती कठौतियाको मुसलमान हो त्यो मुसलमानको होइन फर्निचरवाला चौधरी बजारमा निक्लिने त्यसको बायाँ हातको प्लट त्यो अहिले पनि बिग्रिया छैन त्यो जग्गा सबैलाई त्यही भएर पछि मिलाइन पछि त मैले दुर्व राखी एउटा दुर्व सर्ख बनिया दक्षिणी घरे त्यो सबै खेतै जङ्गल जस्तो साँझैमा माथिका दाउरा हजुर यसो फुलिदिनुहोस् त अघिको प्रार्थना जलेको अब तम्बु सम्मान तम सरासरी बन्दी पाल बलम ब्रह्मा ऋषि मुनि विसर्दे परमेश्वर पण्डेश्वर रूपनाथ अघिका यहाँ एउटा पवित्र झिकेर दिनु बलराम गौतमको पालामा थियो क्या बलराम गौतमको पालामा तर के भन्दाखेरि त्यो हामीको पालामा चाहिँ नि त्यो प्रकाश चित्रकार यता जहाँ अहिले सिलाइ बुनाइ गर्ने त्यो हुन्छ नि तिमी मेरो पहिलो माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरू तिमी मेरो पहिलो माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरू
झरनाको पानी जस्तै निश्चल मेरो यो माया बुझिदेऊ न ओ प्रिय बन्छु तिम्रै मात्र छाया झरनाको पानी जस्तै निश्चल मेरो यो माया बुझिदेऊ न ओ प्रिय बन्छु तिम्रै मात्र छाया मेरो जिन्दगी बानी बस मेरो सानो मनमा सजाय राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बानी बस मेरो सानो मनमा सजाय राख तिमी मलाई तिम्रो मनको कुनामा बोल्ने मात्रै बोल्यो हुन्छ त्यो त अहिले चाहिँ तपाईँ जानु ठिकठाक युट्युबमा छ नम संभवाय मयि भवाय नम शंकराय नम शिराय नम शिराय स्वाहा ओम आगिसे नम ध्यान तदे बनम सम्मन शिवाय विद्मे स्वाहा मंगल गरालाई खै हरिओम अग्नि मन्धार बृहस्पति स्वाहा संसार अहिले चाहिँ गर्नु पर्यो नमाले गर्दै हो ठिक होइन नमाले गरिदिनु होइन त्यो उसले देखला भनेर बसी बसी छैन धरती यो धुन बिना छैन सङ्गीत हेर आकाश बिना छैन धरती धुन बिना छैन सङ्गीत मेरो जीवन तिमी बिना अधुरो अपुरो तिमी छौ र यो जीवन छ तिमी छैनौ भने मेरो जीवन के नै छ र तिमी छौ र यो जीवन छ तिमी छैनौ भने मेरो जीवन के नै छ र देख्छु तिम्रै मात्र छाया किन लाग्छ तिम्रै माया म जहाँ जाऊँ त्यही देख्छु तिम्रै मात्र छाया किन
अर्कोमा आएको जो चाउरो छ जन्तीपछि आउनुहोस् पाउन सक्नुहुन्छ खड गरौँ हिम्मत छ के अरे दुईजना आइज कारण चाहियो नि आज यहाँ आउनु सर कति दिदी कुशल मस्तु तिराएर रस्तु दुबारी धनगाने ऐश्वर्य मस्तु सतन्दन हरिभर के रस्तु आउनु सर गुरुबा अगाडि अगाडि गुरुले भन्नुहुन्छ क्या नाच्य परे परे अब यहाँ राख न एउटा फुल हातमा राख मङ्गलम भगवान् विश्व मङ्गलम गौडो धर मङ्गलम फेरि उताबाट हाल्नु भान्सिरे खोल्नु पर्दैन अब टिका लगाउन आमालाई पठाउँदै आमाले एकैछिन विश्व मङ्गलम गढो दाज मङ्गलम पुटारी गएको छ मङ्गल तन पहिलो आमा और टीका ला भ्यासी तुलाला पक्रो मानन पर्दैन के मैले बोक्छ हैन वार्दै
छाया पनि तिम्रै छेउमा बस्न पाऊँ सधैँ दाया बाया तिम्रै बनी हाँस्न पाऊँ सधैँ तिमीसँगै सुरु हुन्छु तिमीसँगै हुन्छु खतम तिम्रो साथ नपाए त चाहिँदैन अर्को जन्म तिम्रो साथ नपाए त चाहिँदैन अर्को जन्म घामले सताउँदा छाहरी मेरो साथ होस् दो बाटोमा अल्मलिँदा पछ्याउने तिम्रो हात होस् हो तिमीलाई घामले सताउँदा छाहरी मेरो साथ होस् दो बाटोमा अल्मलिँदा पछ्याउने तिम्रो हात होस् तिमी सँगै बढोस् सधैँ सधैँ मेरा कदम तिम्रो साथ नपाए त चाहिँदैन अर्को जन्म तिम्रो साथ नपाए त चाहिँदैन अर्को जन्म पनि तिम्रै लागि रोए तिम्रै साथमा एक पल नि आराम हुन्न नभए तिमी यादमा हाँसे पनि तिम्रै लागि रोए तिम्रै साथमा एक पल नि आराम हुन्न नभए तिमी यादमा तिमी सँगै भए रित्तिन्छन् मेरा यी गम तिम्रो साथ नपाए त चाहिँदैन अर्को जन्म तिम्रो साथ नपाए त चाहिँदैन
दुईटा जब जन्म गामी बरनी बजा हातको फेरि सासुले भन्छ सासूले खास हुने कालेनो वर्षको वर्ष कालेनो कसदो पर्षधर बिरामी सिस्किमनामा कसदो घटिका त भवेत कण्डन गामी पकड गइन्छ खुट्टा सबै कसम बिरामी घटिका त भवेत कण्डन गामी न दुईटा सर्वे कसम बिरामी Eu não sou nosso velho, não tô fazendo सहारा आओ न मेरो हात समाऊ तिम्रो निम्ति बाँचे म तिमीसँगै मरिन पाऊ तिमी नै मेरो सहारा आओ न मेरो हात समाऊ माया मनका कुना कुनामा तिम्रै छ नाम तिम्रै छ माया मनका कुना कुनामा सपना तिम्रै सजाए पागल छु म तिम्रै लागि तिम्रो नामले कराए आँखामा हेर मेरो सपना सजाए पागल छु म तिम्रै लागि तिम्रो नामले कराए
छोरी छोरी फोटो साथी हो छोरा बुढा छन् बुढाहरू दर्शन छन् छोराहरू टिका लगाइदिने छोरा बुढा बस्दा चढे चल नै ल ट्याक्का लगाइदिएर भन्नु ल भन्ने बाबा बिराज साथ भयो टिका लगाइदियो ट्याक्का ट्याक्का धेरै ल टिका झिका लगाइदिनु दर्शन पर्दैन टिका लगाइदिनु हात सबै जुनी जुनीको सोना चाँदी हीरा मोती मात्र 2 दिनको तिम्रो माया मेरो लागि सबै जुनी जुनीको हाम्रो चोखो मायामा आकाशसँगै धरती साक्षी छ तिम्रो माया नै काफी छ तिम्रो माया नै काफी छ तिमी भए मेरो यो जीवनमा माया नै काफी छ तिम्रो माया नै काफी छ तिम्रो माया नै काफी छ बादलको माथि माथि देख्छु तिम्रै छाया बिहानीको शीत जस्तै गर्छु तिमीलाई माया बादलको माथि माथि देख्छु तिम्रै छाया बिहानीको शीत जस्तै गर्छु तिमीलाई माया चोखो मायामा आकाशसँगै धरती साँच्चै छ तिम्रो माया नै काफी छ तिम्रो माया नै काफी छ तिमी भए मेरो यो जीवनमा माया नै काफी छ तिम्रो माया नै काफी छ तिम्रो माया नै काफी छ अरूले जे भने नि तिम्रै अघि झुकु सहारा तिम्रो जीवनको म बन्न सकौ अरूले जे भने नि तिम्रै अघि झुकु चोखो मायामा आकाशसँगै धरती साक्षी छ तिम्रो माया नै काफी छ तिम्रो माया नै काफी छ तिमी भए मेरो
मधुपर्क लोटनी दिने हो पैसा ठिकै यसरी साठ दिएको खाइदिनु कमाइ खाइदिनु ल तपाईँ त खाइदिनु अब तैँले गुनाइको पैसा मागेन नि दिदी नवखण्ड मणिते सुवर्ण गिरिगढो छोरीको कर्म कस्तो पराया धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे छोरीको कर्म कस्तो पराया धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे फुलेपछि पूजाया चुम्रो फुलेपछि पूजाया चुम्रो हुर्किन्जेल काँडा नबिर्छौ हुर्किन्जेल काँडा नबिर्छौ दुलालाई दिनु यहाँ दुलैका भाइ चाहिने बेला भएको छ फेरि अर्को तेस्रोमा जान्छ पाँचमा चुवन्न उल्लामा आयो है त्यहाँदेखि पछ्यातान सतो हो भिनादी दक्षिण अब सातमा जान्छ ओम पानुरादे पनागदे कचादे अब भगवतीको त भगायो स्व अघिमा पुर्याइदियो अथवा समय पलाउँछ यता लालनम दोलानम ज्योति तेह्र त्यहाँबाट छोडिदिनु तल ज्योति ज्योति यसरी छोड्ने ज्योति भएन हरिओम तत्सत् तत्सत् विष्णुमध्यः पूर्वत सङ्कल्प सिद्धिरस्तु अस्माकः आत्रेय गोत्रमा समर्पण गऱ्यौँ भने यहाँ
हात जाने यहाँ अब यहाँ 1 2 3 4 5 6 7 लाख यहाँ हुन्छ यहाँबाट भन्नु है अहिले जस्तै त्यस्तै यहाँ मैले प्रथमशिला सत्वगुण 3 फेर गरे द्वितीय शिला सत्वगुण समान होइन 3 एउटा यानी जवाब आने जन्म एउटै एउटा यानी जवाब आने जन्म गरेको दानी छ तानी सर्वने सन्त प्रदर्शिना पद सुनताली नानीको मुहार झलक निधारैमा टिकेट लक सुनताली नानीको मुहार झलक कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल बुढा भए चाहिँ चस्मा लाउने बेलामा उदाहरण भगवती साम सदा शिवजी शिला गङ्गा तुलसी आदि शक्ति भगवती सर्वदेवता मलाई माया गर मेरो सिउँदो भर मलाई माया गर मेरो सिउँदो भर तिम्रै निम्ति जिउँछु तिम्रै निम्ति मर्छु हो तिम्रै निम्ति जिउँछु तिम्रै निम्ति मर्छु तिमीलाई माया गर्छु तिम्रो सिउँदो भर्छु मलाई माया गर मेरो सिउँदो भर तिमलाई पाउनु मैले भाग्य हो यो मेरो तिमी बिना मेरो संसारै अँधेरो हो तिमीलाई पाउनु मैले भाग्य हो यो मेरो तिमी बिना मेरो संसारै अँधेरो तिम्रै पूजा गर्छु तिम्रै घर पर्छु तिम्रै पूजा गर्छु तिम्रै घर पर्छु तिमीलाई माया गर्छु ओम शान्ति हरि ओम मुर्दा चल्छ
राजातमुनिम् भविगं सम्राजं ज्योति ज्योतिरग्नि स्वाहा सूर्यो ज्योति सूर्यः स्वाहा पूर्वजं तमसा परिशो पश्यन्तौ धर्मदेवं देवत्रा सूर्यमगणम ज्योतिरुत्तम समूढस्य वायं श्री स्वाहा पात्रमन्ति विभयन्तमस्य परिशो पश्यन्तौ धर्मसूरिति मन्त्रिति आराधनं दर्शयामि भगवान् हामी गरेका कर्म सफल हुन्छ जस्तै शिवको र पार्वतीको जस्तो माया र मोह र विष्णुको र लक्ष्मीको जस्तो ब्रह्माको र सावित्रीको जस्तो पुष्प क्षेत्रादि सहित समरमै सुकिला जलबाट एउटा पुष्प टुक्रा लिने यहाँ छु ढाकामाया नाम दिव्यायम कालो फुलको गन्धपत्र सलिपम सदति क्षेत्रपालाय बलि दत्ता छोड्ने उपस्थित गर्छु आश्रय गोत्र पुण्य अस्म खगरा सर्व वराय सबदु ढाकामाया नाम दिव्याम शिवलग नाम अथर्वे चारति देवता निमित्तिकम पूर्णपात्रम पदम ततानम चिन्तम बल सम्पदाय निति भस्ति लकुलला ए रायहुमनि पशुपशुत्राय निति दला ए राजा दानवेन्द्र महाप्रभुनानि रक्षमा दलमान दल अनबन्धवनि राजा तिम्रा पाइलाहरू जहाँ जहाँ म फुल राखौँ त्यहाँ त्यहाँ तिम्रा पाइलाहरू जहाँ जहाँ म फुल राखौँ त्यहाँ त्यहाँ मायाको फुलबारी बनोस् तिमी हिँड्ने बाटोभरि मायाको फुलबारी बनोस् तिमी हिँड्ने बाटोभरि माया गरिरहन पाऊँ तिमीलाई यसै गरी सधैँ यसै गरी माया गरिरहन पाऊँ तिमीलाई यसै गरी सधैँ यसै गरी मंगलम भगवान विष्णु मंगलम गडो ध्वज मंगलम पुनरी याक्ष मंगलाय तनो हरि सदा वसत वैकुंठी सदा दर्शन विश्व सदा प्राति जीवलोके यदा जीवी सदा सुखी सदा वसत वैकुंठी सदा दर्शन विश्व सदा प्राति जीवलोके यदा जीवी सदा सुखी जान सम्झिँदै होइन अँगालो हालौँ न त अँगालो हालौँ टिका लगाएर भेट्दै एकैचोटि लगाइदिइरहन्छ लगाउनु ल लगाइदिनु यस्तो एउटा बाहिर सधैँ बलम सिक्नु अब टिका यदा जीवी सदा सुखी ल अब हिसाबले तपाईले चिनाइदिनु न म यो सम्झिनु भन्नु छोड्नु भनिन नि त म भन्छु सम्झिनु लाग्ने त आफैलाई ल त्यो दुन त्यही राख्नु फेरि चाहिन्छ अब हजुर लाउनु हल्का लाउनु ल कसरी लाउने फेरि एउटा बाहिर हजुर के त्यसरी
अब आउँछ त ठिक आफू चाहिँ तन्के गर्नु चाहिँ अब सम्झి पातलो हुन्छ कि टिका लाग्नु आफू अब यो यहाँ दिनु पर्ने ल्याउनुहोस् त अनि बल्ल पढेर सकिन्छ ल शुभ लग्न ल सारी आएको फोटो खिच्नु पर्यो अब हजुरले त्यसलाई के गाउनु भयो नि के अब बराबर झप्प अर्कोतिर यता क्यामेरातिर क्यामेरा होइन र बल्ल पर माग्नु मैले उठाएँ ल माया रहेछ र तफर रहेछ नि अङ्गालो पनि तखर रहेछ नि माया रहेछ र तफर रहेछ नि अङ्गालो पनि तखर रहेछ नि कहिले माया शीत झैँ कहिले घाम झैँ रहेछ र डर रहेछ नि माया रहेछ र तभर रहेछ नि अङ्गालो पनि तघर रहेछ नि माया रहेछ र तभर रहेछ नि अङ्गालो पनि तघर रहेछ नि कहिले माया शीत झैँ कहिले घाम झैँ रहेछ र डर रहेछ नि माया रहेछ र तभर रहेछ नि अङ्गालो पनि तघर रहेछ नि मधुरती तिमी आकाश भए पछि त छिते झल्किन्छ नि उज्यालो दिन ढलेपछि मात्र तारा चम्किन्छ नि मधुरती तिमी आकाश भए पछि त छिती छल्किन्छ नि उज्यालो दिन ढलेपछि बल्ल तारा चम्किन्छ नि कहिले माया खोला झैँ बग्दो रहेछ कहिले बगड्दैछ नि माया रहेछ र तभर रहेछ नि अङ्गालो पनि तघर रहेछ नि कहिले माया शीत झैँ कहिले घाम झैँ रहेछ र डर रहेछ नि माया रहेछ र तभर रहेछ नि अङ्गालो पनि तघर रहेछ नि हजुरले ट्याक्क टिको लगाइदिनु भइहाल्यो नि हातमा राखिदिनु नमस्कार गर्नु यता अरू बोलाउनु त को छोरा मान्छे मिलेर बसे मैले गरिदिन्छु पाका जस्तो भयो भएर बसे पहिला पहिला घाँस काट्न सँगै गयो भने चाहिँ घाँस काट्दैन जान्दैन केही पनि काम गर्दैन पकाउँदा सँगै भान्सा पकायो भने आफू आउँछ छोडेर आउँछ अनि त्यहाँ भन्छ घर माइत गरे सम्झाए घर माइत आउँदा होइन
उनले त सम्झाउँछ नि नामै शान्ति हो शान्ति गराउँदिनु बिचरा मामालाई दुःख दिए 16 एकछिन उभिन कष्ट गर्नु है उहाँ मामाहरूको साइलो मामाहरूको साइलो हजुरबा ए खान्ति मामालाई के ऋषिमा भाइ हेलो हजुर नमस्कार ठिकै छ भैरवाको दुर्गा मन्दिरमा छु रमेश ए रमेश सर आउनु तपाईँ This is like
गोविन्द खै अगाडि हेर्नु है पालो म बोलाउँछु ल अगाडि हेरिदिनु त यसो अगाडि हेरिदिनु है ओके 1 2 3 त्यतिकै ल यसमा हेरिदिनु त्यसमा अझ एउटा हेर्नु है 1 2 त्यतिकै बस्नु है जाँदैछौ चेली पराइको घर बिदाईमा नरुनु जाँदैछौ चेली पराइको घर बिदाईमा नरुनु चढेर जाँदा साइतको डोली आँसुले नधुनु चढेर जाँदा साइतको डोली आँसुले नधुनु मुटुकै टोक्रा भएर बस्यो पराई घर गए नि मुटुकै टोक्रा भएर बस्यो पराई घर गए नि तिमी हौ हाम्रै आँखा की नानी नदेखिरहे नि तिमी हौ हाम्रै आँखा की नानी नदेखिरहे